पाइ गरिदिनु नि लगाए ल 300 काटे ल के त हस्पिटल चाहिँ दिनु न भन्नुभएको थियो त त्यही भएर हस्पिटलको ए यहाँ छ नेट भइहाल्यो त त्यो गर्नु ल सहेन त्यत्तिकै खाली निधार छोरी मान्छेलाई खाली निधार सहेन क्या अलि कति काटौँ म अन्तबाट हालिदिने पैसा ए हुन्छ हुन्छ जानु त हालिदिन्छु होला नि त्यसो भए हजुर होइन ल बस्नु आउनु न कुन स्कुल मन्दिरमा सिधै हो सुन्नु न यिनीहरूले ए उता पो हो अगाडि हो यताभित्र लिन आउनुहुन्छ कि यहाँबाट फेरि हिँड्नै पर्छ अझै यहाँबाट पाइला गनेर जानु गए पुग्छ ल ठिक दिन नमिलाएर 227 भएको थियो अघि नै हेलो हेलो खै कता हुनुहुन्छ त तपाईँ नमस्ते टोलमा हुनुहुन्छ त म त यहाँ माथिबाटै आएको हो कता माथिबाट माथिबाट यता पछाडिपट्टिबाट झरेको हो क्या म यता खोलाबाट छिरेको होइन नि एउटा गेट बिग मार्टकै साइडकोबाट गेटबाट थोरै भित्र छु म बिग मार्टकै गेट हैन त नमस्ते टोलको गेट चाहिँ हो नमस्ते टेलको गेट हो कता छ त ल म खोजेर आइहालेँ ल निस्किन त म गेटैमा छु नि छिर्नु परेन खोलाकै रोडमा गेटमा हो हजुर नमस्ते के यो बिग मार्टबाट कता उता जरङको जानेतिर कि शेषमातिर जरङकोतिर जरङ ल म आइहालेँ टोल भित्र चाहिँ हुँदो रहेछ जस्तो छ तपाईँ खै यही बिग मार्टकै साइडको गेटमा छु क्या ए हुन्छ म गेटैमा छु ल हुन्छ लोकेसन चाहिँ यहीँको छ यार नमस्ते टोल कता हो अब हजुर होइन ल बस्नु बस्नुहोस् है सल मिलाउनु है टायरमा जाला फेरि ल हुन्छ तपाईँलाई डर त लागेको छैन नि ए हावाले चाहिँ हानेर हो भन्नु है डर लागेदेखि पानी पर्न लागेको त्यही भएर म त छिट्टो पुर्याइदिउँ कि भनेर हो त्यहाँदेखि थोरै अलिक अगाडिपट्टि पनि लानुपर्छ ल बरु म पैसा थपिदिन्छु ए लोकेसन भन्दा परै जानुपर्छ त्यो के भन्छ रानीबु गणेश मन्दिर अगाडि ए लोकेसन भेट्नु भएन त्यहाँको होइन सोध्दै सोध्दै हाल्नु परेको हो नि त ए कति छैन कहिले ए किन जान लाग्नु भयो र त्यता नि कहिले नगा ठाउँमा आन्टी लिन पर्ने छ अरे ए पूर्व चाहिँ कता हो तपाईँको घर अघि भनेको होइन शङ्करसभा ए शङ्करसभा सरी बोल्दै हुनुहुन्छ त तपाईँ नाइ म भिडियोहरू बनाइरहेको छु भिडियोहरू हेर्नुहुन्छ हजुर हजुर भिडियोहरू हेर्नुहुन्छ तपाईँ नि हेर्छु कसको भिडियो हेर्नुहुन्छ भन्नु त यसो याद छ कसैको नाम नाइ त्यो एउटा राइडर के भन्छ सुरक्षा केसी भन्ने ए सुरक्षा केसीको मात्रै हेर्नुहुन्छ नाइ हामी चाहिँ यो राइड सिरिङ म त मुभीहरू अनि सिरियलहरू यस्तो त हेर्छु नि त हामी चाहिँ यो राइड सेयरिङ गराएको यसरी नै पिकअप गरेको ड्रप गरेको भिडियोहरू चाहिँ लगाउँछौँ क्या यसरी नै तपाईँलाई पिकअप गर्न आएको अनि त्यसरी तपाईँलाई पुर्याउन गएको भिडियोहरू होइन त्यस्तो भिडियोहरू चाहिँ मैले युट्युब फेसबुकतिर टिकटकतिर लगाइरहेको हुन्छु तपाईँ पनि लगाउन मिल्छ नि युट्युब नि छ टिकटक फेसबुक इन्स्टा नाम चाहिँ के सबै कस्तो यही भने नाइ त्यो नाम छैन त्यहाँ नाम त अब त्यहाँ भएको त मेरो नाम भइहाल्यो नि अब कति टाइम लाग्ने हो अब 10 मिनट देखाएको छ देखाउन चाहिँ तर बिहान त त्यस्तो जाम हुँदो रहेन जाम छैन हुँदैन बिहान त टाइम चाहिँ 10 मिनट देखाएको छ देखाउन चाहिँ 4.5 किलोमिटर छ 4.5 किलोमिटर 10 मिनटमा पुग्नको लागि अघि नै कुदा जस्तो कुदाउनु पर्छ कुदाइदिउँ त्यसो भए 15 मिनट ल ढिलो जाउँ तर राम्ररी जाउँ है ल
ऊ त्यतातिर गएर कसैलाई सोधौँ ल तपाईँको लोकेसन चाहिँ ठ्याक्कै यही चोकसम्म मात्रै छ यता कसलाई सोध्ने त यहाँ दाइलाई सोध्नु न सुन्नु न रानीको गणेश मन्दिर जाने बाटो कता हो यहाँबाट सिधै हो ए हस् कहाँ लाग्छ अँ ए दोकान खाली कति खाली चोक आउँदा चोकबाट यता तलतिर भने यता भने हो कि यता हेरेर यहाँ सुन्नु न फेरि कुन स्कुल मन्दिर भन्नुभएको रे सुन्नु न यहाँहरूले रानीको गणेश मन्दिर जाने कता हो ए उता पो हो त्यही त नि तपाईँलाई फेरि त्यहीँ चोकमै ओह्रालिदिउँ हुन्छ खोजे हुन्छ तपाईँ लागिहाल्छ अनि सोध्दै सोध्दै मन्दिर यहाँबाट तलतिर त होइन नि ऊ यहाँ दाइलाई सोध्नु ल फेरि एकचोटि अब यहाँ दाइलाई सोध्नु अङ्कल रानीको गणेश मन्दिर कति हो अगाडि हो मन्दिरै छ कि अगाडि नि ए हुन्छ मन्दिर त देखिएन देख्नुभयो मन्दिर मन्दिर हो खोइ मैले हेर्दैछु मैले त देख्दिनँ त कतै पनि मन्दिर त अनि अझै अगाडि नै होला कतिबाट फेरि छैन यही हो यो मन्दिर हो र के मन्दिर हो त्यो अङ्कललाई सोध्नु उयो यो भाइलाई सोधन न यो तैँले सुन्नु न रानीको गणेश मन्दिर कता हो यही हो गणेश मन्दिर हजुर यताभित्र उता उता कुदा कुदेछ आज हराइन्छ कि तपाईँ र मनै एकछिन यस्तो बाटो पनि पो छ रहेछ अनि त घरतिर ए ऊ यहाँ रहेछ मन्दिर त ल फोन गरेर मन्दिरमा आइपुगेँ म आन्टी भनेर यहाँ लिन आउनुहुन्छ कि यहाँबाट फेरि हिँड्नै पर्छ अझै पर्दैन पर्दैन कति पाइला अरे यहीँ रोकाइ यहाँबाट पाइला गनेर जानु गए पुग्छ ल ठिक छ दिनु नमिलाएर 227 भएको थियो अघि नै कति दिनुहुन्छ अब तपाईँको विचार तपाईँ आफूले पो हो त लिने हजुर होइन म त माग्दिनँ यति उति भने तपाईँले नदिए नि केही भन्दिनँ म त चुप लाएर फर्केर जान्छु पो त हो हामी लागेको त लिनु पर्यो नि त अलिक कटाउनु कति काटौँ जति कटाउनुहुन्छ कति काटौँ भन्नु कति हो 227 भएको थियो कति काटौँ भन्नु न 2 किलोमिटर आएको छ यता तपाईँलाई नै थाहा हुन्छ मलाई थाहा छैन के थाहा भएको भए त म यति काट्छु ल भनिहाल्थेँ नि खुल्ला पैसा पनि पुग्दैन मसँग तपाईँलाई त्यति दिनलाई तिन सय काटेँ ल खुल्ला पैसै पुगेन तपाईँको भिडियो चाहिँ पोस्ट गर्छु ल हुन्छ तपाईँ अर्कोचोटि एउटा हिँड्दाखेरि चाहिँ एउटा कालो टिका नि लाएर हिँड्ने गर्नु ल
सहेन त्यत्तिकै खाली निधार छोरी मान्छेलाई खाली निधार सहेन क्या अलि है पहिला लाउनुहुन्थ्यो जहिले लाउनुहुन्थ्यो अब फेरि लाउनु ल छोरी मान्छेले कालो टुक्का कस्तो सुट गर्छ क्या गए ल बाई गरिदिनु नि त नि एकचोटि क्यामेरामा बाई गरिदिनु नि त नि हेलो बाई गरिदिनु नि त नि ल गए ल मेरो प्यासेन्जर पक्कै पनि यही गल्लीबाट निस्किनु पर्छ लोकेसन चाहिँ यहीँभित्र छ प्यासेन्जरको कि यो गल्लीबाट निस्किन्छ कि यो जेना गेटबाट निस्किन्छ ओम हलेसी मेकअप ब्युटी स्टुडियो अरे ल कोही अब यता सातबारतिर हुनुहुन्छ नि यहाँ आएर चाहिँ यसो चेहरा बदल्नु होला चेहरा नबदलिकन हिँड्दाखेरि केटीहरूलाई चाहिँ अलिकति समस्या हुनसक्छ मेरो प्यासेन्जर छिटो आउनु न मेरो क्यामेराको चार्ज सकिन लागिसक्यो तपाईँ मेरो भिडियोमा आउँदैन नि फेरि नरिसाउनु नि मैले भिडियो बनाइदिएन भनेर फेरि यता हो हजुर हो सुनिता तपाईँको नाम मलाई चाहिँ हटस्पट दिनुहुन्छ हटस्पट के को लागि तपाईँलाई हाल्दिनँ मलाई हाल्दिनँ र उतै गएपछि दिउँला ल यहीँ रोकिदिउँ ल केसको क्युआर दिउँ हटस्पटको कि ब्याङ्कको अनि अघि त हटस्पट चाहिन्छ दिनु न भन्नुभएको थियो त त्यही भएर हटस्पटको ए यहाँ छ नेट भइहाल्यो त त्यसो भए हेलो बन्दनालाई उठाएर त्यो पैसा हालिदिनु भन्न मैले त्यसलाई क्युआरमा पैसा हालिदिएको त्यसलाई छिट्टो 60 रुपियाँ ल अन्तबाट हालिदिने पैसा ए हुन्छ हुन्छ जानुहोस् हालिदिन्छ होला नि त्यसो भए मैले भिडियो चाहिँ रेकर्ड गरिरहेको छु हाल्न मिल्छ मिल्छ मिल्दैन हाल्छु ल मैले अनुहार किन त्यस्तो नराम्रो के बोलेको छ र ब्लर गर्नलाई है हस् हस् थ्याङ्क यू